Hi guys, namaste. It's me Sujina Gurung with another video. So आजको कन्टेन्ट त्यस्तो ठुलो केही पनि हैन, जस्ट आजको दिन चाहिँ एकदमै स्पेशल हो फर माई ब्रदर. मेरो आज दाइको चाहिँ बर्थडे हो. सो आज चाहिँ हामी चाहिँ मेरो दाइको लागि चाहिँ सानो बहिनीले चाहिँ उताबाट चाहिँ गिफ्ट भयो प्रेजेन्टको लागि चाहिँ हामी अहिले यहाँ प्रेजेन्ट मात्रै किन्न आएको हो. सो प्रेजेन्ट चाहिँ यो छ, अर्को पनि छ र त्यो चाहिँ बुके हो, फ्लावरको हैन, क्यासको हो. सो यो चाहिँ नर्मली दाइको लागि चाहिँ एउटा नाइकको सुज लिएर आएको होइन. यो चाहिँ हामी अहिले अनबक्सिङ गर्छौँ. सो नर्मली दाइको बर्थडेको के अरे जति पनि मोमेन्ट्सहरू जस्ट एउटा कलेक्ट गरेर सानो भिडियो मात्रै गर्ने. आई होप यु गाइज गर्न इन्जोय दिस वान अल्सो है. सो अब चाहिँ हाम्रो चाहिँ हामीले यहाँ सिधा यहाँबाट फेरि कहाँ अरे मण्डपुलमा जान्छौँ, काठमाडौँ बेकरी सपमा केक लिएर त्यसपछि फेरि बुके लिएर हामी घरतर्फ लाग्छौँ. भिडियोलाई चाहिँ हेर्दै गर्नु होला, ओके, स्किप नगर्नु. सबैजनालाई मेरो नाम सौरभ गुरुङमा मेरो च्यानलमा आइदिनु भएको सबैजनालाई धेरै धेरै धन्यवाद. तेरो च्यानल कहाँ छ त नि? मेरो च्यानल छ, मेरो दिदीको च्यानल भन्न. मेरो बनाउँछु. आज छोटो र मिठो कुरा भन्न गइरहेको छु. आज हामी झोलामा कति पैसा जम्मा गर्नुभयो? केही छैन हो जल्दी भन्नुहोस् त भन्नुहोस्. योबाट मैले उठाएँ होला 10-20 रुपियाँ. कता कता डुलोमा आउनुभयो? यहाँ चेन्नी छैन, ओहो भित्र यस्तो छ. ल ल दाइको लागि केही सामान किन्न आएको थिएँ. त्यसै गरी किन्दा थोरै भोग लाएर खाजा खान आएको थिएँ. भयो होला. कसरी हिँड्दै गरेको यसको How long it will go? Sweet. Time slap छैन तेरोमा? काठमाडौँ प्रेस बेकरीमा चाहिँ आइसक्यो. सो लेट्स गो इन. सरी अनि सानो सानो भयो कि ल गाइस, हामीले केक लिइसकेका छौँ. यो भयो बुके, यो भयो गिफ्ट. घरमा पनि अर्को गिफ्ट छ. आज त दाइको त खतरा दिन. ओके, अब हामी घरतिर लाग्छ. फेरि यो केक पक्लियो भने झ्याउ हुन्छ. सो अहिलेको लागि गाइस, मैले जति पनि बर्थडे प्रिपरेसनको लागि चाहिने स्टफहरू चाहिँ मैले सबै ल्याइसकेको छु. अब यसलाई चाहिँ अब प्रिपरेसन गर्न मात्रै बाँकी हो. आई थिङ्क यति नै हो होइन. ल अब यसलाई प्रिपरेसन गरेर ट्याक्क डेकोरेसन गर्ने. ओके, लेट्स डु इट.
नमस्ते अस्सलाम वालेकुम जनाब अल्लाहु अकबर ओके गाइज द्याट्स इट मैले चाहिँ डेकोरेसन रेडी गरिदिएको छु यही हो डेकोरेसन सिम्पल अब बर्थडे बोय खै बर्थडे बोय यहाँ हुनुहुन्छ ह्याप्पी बर्थडे वन्स अगेन अब जस्ट अब दाईहरू मामाहरूलाई बोलाएर अब केक कट गर्ने मात्रै हो यहाँ हाम्रो मम्मीजी हुनुहुन्छ बर्थडे बोयको मदर अचार बनाएर चाख्दै हुनुहुन्छ कस्तो भयो यो चाहिँ बाजे आमालाई खसीको मासु बाजे आमाहरूले के अरे लसुनहरू खानुहुन्न है त्यही भएर यही हो डेकोरेसन चाहिँ यो चाहिँ हाम्रो सलाद यहाँ हाम्रो दादुको क्रिएटिभिटी यो पुतली होला यो चाहिँ कुनै के को पहेटा जस्तो ह यो नि खै के को पहेटा जस्तो छ यो चाहिँ खै चरा उडे जस्तो छ यो त खाइदिन्छु ओको टेबलको पारा यहाँ गेम खेल्दै हुनुहुन्छ ल हेर्नु ह्याप्पी बर्थडे हाम्रो दादुलाई सरप्राइज गिफ्ट भनेको मेनली पैसा अलिकति पुरानो रहेछ तर त्यो पनि नो वरिज ल यो चाहिँ सानोको तर्फबाट विशाललाई लुज भइसक्यो है के भन नगरेछ ल पैसा भयो हो ल गाइज हाम्रो फ्यामिली सबैजना आइसक्नु भयो टन्नै सबैजना हुनुहुन्छ ल अब सुरु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर विसा ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू रे यहाँ सानो यहाँ छ थ्याङ्क यू डाडो रोके म त अर्को फोनबाट फोन हान्छु फोनबाट सुनेन छोराको गिफ्ट काममा जान्छु के रे यो के भनेको तपाईँले छोराको गिफ्ट भन्नु न ल ल ल ल केक काटौँ अब ल ल ह्याप्पी बर्थडे वन्स अगेन ल
राख अलि धेरै का अनि हजुर अन्त नि उता उता घुमाएर काट्छ विशाल अब ल फुलाइदिनु त मम्मीले फुलाइदिनु अरू फुलाइसक्यो ल मम्मी फुलाइदिनु अनि त्यहाँबाट सबैलाई अलिअलि एक पाउन्ड पाँच 7 पाउन्ड